गाइस नमस्ते वेलकम बैक टू माई युट्युब च्यानल अनि अर्को नयाँ ब्लगमा म चाहिँ मगर। हेलो गाइस नमस्ते वेलकम बैक टू माई युट्युब च्यानल अनि अर्को नयाँ ब्लगमा म चाहिँ एन्ता मगर। आरामै सन्चै छु, सबजना सन्चै आरामै हुनुहुन्छ होला। के खोसे खोसे गर्छ के सो गाइस म चाहिँ अहिले बिहा खान जान लागेको छु निम्टोमा। अनि त्यसपछि झिम्पाउ जान लागेको। अगाडि दिदीहरू हुनुहुन्छ, पछाडि चाहिँ आमा आउँदै हुनुहुन्छ। नानी पछान्छ भनेर म चाहिँ अगाडि नै डु गरेको छु, हिँडेको छु। त्यही हो साथीहरू, अन्तिमसम्म हेरेर साथ दिनु होला भन्न चाहन्छु। नयाँ हुनुहुन्छ भने र मेरो भिडियो मनपर्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर जान नबिर्सनु होला। गाइजहरू हामी चाहिँ हिँड्दैछौँ है त, लिको डाँडामा आइपुग्यौँ। हामी जाँदैछौँ, हाम्रो ग्याङहरू पछाडि हुनुहुन्छ, म अगाडि छु। गाइजहरू यो चाहिँ हाम्रो झिम्पा हो, बिहा घर चाहिँ त्यही तल छ। यो सामाको घर आइमा चाहिँ ल आमा सामान जाने हो अरे निम्टोमा। आना बित्तिकै यस्तो हाल्नु लाग्छ टक्कै। हाम्रो गाउँको परम्परा है, यसरी जानुपर्छ पहिले। अनि बाबुआमा हो यहाँ चाहिँ, दुलालाई यसरी बोक्नुपर्छ अनि पारी दुली। हेलो बाबु, नमस्ते नमस्ते। नमस्ते। सामा गर भला हेर्नुलाई हेर्नुपर्छ। त्यहाँ हेर्नुहुन्छ। किन हिजो आएको हाम्रो कहाँ जाम लाग्यो? 18 गते। ए हजुर हजुर ल। फेरि त्यहाँ हाई गाइस गर्नुपर्छ है। ढाकु जानुहुन्छ।
चाहिँ ल भात खान आछौँ यस्तो हुन्छ हाम्रो गाउँमा सिस्टम है गाइजहरू यहाँ चाहिँ पकाएरै हुनुहुन्छ मलाई त सिल्टीको थालमा अचार आयो अचार अब मलाई निकाल्नु एउटा हर्रो हर्रो हुन्छ हुन्छ म त थुक्पा खाने थुक्पा हो त्यो पिरो हुन्न के ल ल फेरि अब दाल आयो दालको झोल अघि हेर त पिरो नहोला छ र न बजारे माथि चाहिँ भान्से छ तल चाहिँ बिहा टिका तल सुरु हुँदैछ खानुस् तपाईँहरूले त्यो पुन्कल दिदी हामीसँग हाने त ऊ पारि बसेर एक्लै खाँदै हुनुहुन्छ अझ आमा छोरा दाई रक्सी हो यो फेरि हजुर हजुर गोर्खा स्ट्रङ आयो हामीले चाहिँ खाने भने र बियर हाम्रो भात यस्तै हुन्छ है साथीहरू गाउँको भात अचार मासु दाल आमा नले खाँदै हुनुहुन्छ भात लिनु थोरै म त भयो तिमी घर एक पोका नुन लिएर आउँछु जोडु जाता चुचुबाट को आएको भात खान अझ अगाडि सँगसँगै नआएर हो
म चाहिँ यहाँ बहिनीहरूलाई भेटिसकेर फोटोसुट गर्न लाग्छु बहिनीहरूसँग दिदीहरू यहाँ भाषासँग भयो हाम्रो पुष्पा बहिनीमा फोटो खिच्न रेडी छन् ओइ हेलो भनिदिउ न हेलो भन न म खिचिदिन्छु क्या अब आमा त्यहाँ बस्नुभएको छ तल चाहिँ टिका लगाउने छन् यी अर्को मेरो बुहारी ए बुहारी के दिउरानी मेरो मेरो दिउरानी यिनी चाहिँ बहिनी अर्को पनि बहिनी यिनी चक केटीहरूको कोइला हुन्छ बिहा भोज खान नानीहरूलाई हामी त विवाहित महिला आनो जाऊ खिच्न यिनीहरू बेस्ती हो है बेस्ती दुईजना बेस्तीहरू ल लाग्यो हामी चाहिँ घर अब घर जानु लाग्यौँ हामी चाहिँ साथीहरू आजको बिहा चाहिँ हाम्रो माइजूको घर रहेछ मलाई थाहा थिएन अब जानु लाग्छौँ पुन्जल दिदी खाने बेला छुट्टै खानुभयो जानु छुट्टै जानुभयो अहिले हामी तिन सासु पनि छ माइला भाइ यहाँ चाहिँ मेरो सासूहरू हिँड्नु अगाडि फेरि लगिदिला फेरि ससुराल नै रोलान् फेरि यिनीहरूको कुरा हामी चाहिँ सामाको घर आँदैछौँ यहाँ सामाको घर आमाको बहिनीको घर हो यो चाहिँ बिहा घरको नजिकै छ हेर्नु साथीहरू यिनीहरूले बिहेमा खाएर नि फेरि आफ्नो बहिनीको घरमा रक्सी खाने त्यहाँ बोतलमा हेर कोरोको रक्सी यस्तो बिमानी छन् यिनीहरू झोला पनि हाल्छन् अझ फेरि पैसा नि दिन्छन् उता माला मैले जाडो भएर रक्सी खान चाहिँ फेरि छोडिन्न न बेमा त खाएको न आजकल बेमा दिने चलन त छैन आछन् बहिनी घर खाछन् फेरि किन दुलै जस्तो हुनुभयो र त फेरि नयाँ बेहुली हो क्या के अरे आमा बेहुला र बेहुली बनाउन हुन सक्को कि बन्ने र कुहीको बेहुली एक दिनटा भन्ने हो जस्तालाई तस्ता नबनेर छोरामला रो एउटा खाराजिङ लस किन जाने हो होइन अस्ति त फेरि बे गर्ने रे क्या नि अरु केटो तापी गलम किन्ला केराले फुई आटालाई झिसे बाजार आछ अझ मकै पो चेपेर गरे हात हो करान्छ अझ यो त मेरै घरको मकैको पारेर गयो मकै छैन बाँदर लय खोस्ता उचाल रहेछ न यसलाई झुसे गयो जङ्गलतिर ओके आऊ यहीमा छ हेर्नु फुबु हेर्नु माइला मकै खाएको त्यसरी ओइ खाइस मकै हेर त यस्तरी खान्छ मकै अहिले त मकै त अझ मजाले चबाएर खान्छ नि बाँदर त बसेर मकै कोराउँछ पो खान्छ बाँच आनन्दले यसो गरेर दुईटा हालेर छोप्छ र खोस्ता त हामी यहीमा छौँ डराउनु छैन गाइजहरू म चाहिँ
आएर भिडियो गराउन पनि पाएन, केही गर्नु पाएन। हतार हतार भयो, खाना बनाएँ, खायौँ, अनि नानी सुतिसकेको छन्। म चाहिँ भ्लग इन गर्छु भनेर आज दिनभरि बहिनीसँग दिदीसँग खेलेको थकै लाग्छ, सुतेको पनि छैन आज, अनि त्यही भएर होइन 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 सुरु 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 बाई गाइस बाई।